कहाँनिर चाहिँ के अरे सीमाना अतिक्रमण गरेर छौँ हामीले भन्ने बारेमा चाहिँ उहाँले पुष्टि गरिदिनुपर्छ कि त होइन भने नेपाली जनतालाई सम्बोधन गरेर उहाँले त्यो आफ्नो भनाइलाई सच्याउनुपर्छ, त्यसलाई माफी माग्नुपर्छ भन्ने त्यो तपाईँको शब्द पनि प्रयोग नगरौँ, उहाँले आफ्नो भनाइ सच्याउनुपर्छ। हामी यो माग राख्न चाहन्छौँ। त्यो कुरा नसचिन्जेलसम्म हामी अन्य विषयमा प्रवेश गर्नु भनेको मिथ्या रहन्छ, किनभने देश रहनको लागि भूगोल चाहिन्छ होइन। देश भन्ने हाम्रो परिकल्पना र आफ्नो भावना मात्रै हुँदैन, भूगोल बिनाको देश हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि हाम्रो भूगोलमा होइन विभिन्न खालका छैन बेला बेलामा भइराखेका अतिक्रमणहरूको विरुद्धमा संरक्षणको रक्षाको नीति लिनुको साटो अहिले हामीले जे खालको चाहिँ के अरे सुनिरहेका छौँ प्रधानमन्त्रीज्यूको मुखबाट, त्यसले हामी अत्यन्तै धेरै दुखी छौँ। हामीलाई डोर्याएर लान्यो, बरु हाम्रा साना साना कमजोरीहरू हुन सक्छन्, त्यो हामीबाट सच्याउन सकिन्छ होला, तर तपाईँहरूबाट त्यो छुट छैन, तपाईँहरूलाई छुट छैन। त्यसै कारणले गर्दाखेरि प्रधानमन्त्रीज्यूले 19 गते दिनुभएको त्यो रोस्टममा बसेर दिनुभएको अभिव्यक्ति अत्यन्तै घोर र निरन्तरता दिनका लागि छिटोभन्दा छिटो यो तपाईँले जिम्मा लिनुपर्छ। तपाईँले संसदलाई आज यो सम्मानित सदनमा गम्भीर चिन्ता र गरुङ्ग मनका साथ हामी उपस्थित भइरहेका छौँ। विगत केही दिनदेखि सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो कूटनीतिक मर्यादा पदीय जिम्मेवारीको उल्लङ्घन गर्दै जुन खालको राष्ट्रिय सार्वभौमिकता राष्ट्रिय अखण्डतालाई दखल पुग्ने गरी अभिव्यक्ति दिनुभयो, त्यो विषयमा आज गम्भीर ढङ्गले बहस चलिरहेको छ, व्यापक विरोध भइरहेको छ। यसै सन्दर्भमा सम्माननीय सभामुख महोदयसँग हामीले पटक पटक प्रतिपक्षीहरूको तर्फबाट आग्रह गरेका छौँ, जुन खालको भुल सम्माननीय प्रधानमन्त्रीज्यूले यो रोस्टममा आएर गर्नुभयो त्यो भुल सुधार गरियोस्, क्षमा याचना गरियोस् र यो संसदलाई सुचारू ढङ्गले अगाडि बढाइयोस् भनेर हामीले यो पटक पटक ध्यान आकर्षण गरेका छौँ। यसो हुँदाहुँदै पनि यतातर्फ ध्यान पुग्न नसकेको कुरा महसुस भएको छ सम्माननीय सभामुख महोदय। त्यसैले मैले अलिकति कुरा स्मरण गराउन चाहन्छु। आज हामी यसरी छलफल गर्दै गर्दा यो बहसमा सामेल हुँदै गर्दा मलाई 2077 साल जेठ 13 गतेको याद आइरहेको छ, जुन यही सदन हो। यो सदनमा नै त्यति बेला पनि सत्तापक्ष र प्रतिपक्ष थियौँ सभामुख महोदय। एक मतभेदहरूलाई थाती राखेर, आफ्ना असन्तुष्टिहरूलाई थाती राखेर राष्ट्रियताको सवालमा राष्ट्र एकढिक्का भएको थियो। हाम्रो अतिक्रमित भूमि कालापानी लिम्पियाधुरा लिपुलेक क्षेत्रलाई समेटिएको नेपालको राजनीतिक र प्रशासनिक नक्सा जारी भएको थियो।